नमस्ते सम्पूर्णमा। अहिले म मात्र नहुनु हामी अहिले धिराको तपाईहरुको यो के भन्छ यसलाई स्ट्यान्डमा आइपुगेका छौँ हामीहरु। अहिले यहाँ सरहरू देख्न सक्नुहुन्छ सबैजना हामी यसरी घुमिरहेका छौँ। र आज ईदको बिदाको दिन पारेर हामीहरु साथीहरु मिलेर घुम्न आएका छौँ। देख्न सक्नुहुन्छ तपाईहरुले यसरी यहाँ सबै देशका मान्छेहरु यहाँ चाहिँ बिदाको दिन बिदाको सदुपयोग गर्नु यसै क्रममा हामी पनि अहिले यहाँ कोही उठमा चढेर हिँडिरहनु भएको छ। यस्तो बाइकहरू हुन्छ है, यो बाइकहरू हामीले कुदाउने हो। यहाँ कोही चाहिँ सबै देशका मान्छेहरू हुनुहुन्छ। यहाँ सबै देशका मान्छेहरूले आफ्नो तरिकाले गाडी घोडा चलाउने यो गर्ने त्यो गर्ने गर्नुहुन्छ। अनि त्यसपछि हामी चाहिँ अहिले यसरी यहाँ भिडियो बनाइरहेका छौँ। यो ठाउँ भनेको धिरापको तपाईँको यो सपिया धिराप भन्दो रहेछ यसलाई। यहाँ चाहिँ तपाईँको बाइक चलाउनेदेखि लिएर गाडी कुदाउने अनि बुटमा चढ्ने घोडामा चढ्ने होइन सफारी भनौँ न, डेजर्ट सफारीको अनुभूति लिन हामी अहिले यो क्षेत्रमा आइपुगेका छौँ। र हामी यसरी हिँड्दै गर्दाखेरि यहाँ धेरै प्रकारका सवारी साधनहरू देख्न सकिन्छ। यहाँ अलिकति हावा पनि अलिकति त्यस्तै चलिरहेको छ। अनि हावा चल्दै गर्दाखेरि हामीले लगाएको टोपी पनि यहाँ उडिरहेको छ कि यसरी चलाइरहनु बाइक त्यसलाई भन्छ यसलाई कोट बाइक भन्छ है, कोट बाइक भन्छ। कोट बाइक यो चाहिँ धिराप भन्ने ठाउँ हो। धिरापको तपाईँको यो रेड छ बाइक कुदाउने ठाउँ। हामी साउदी अरबको देशका मान्छेहरू आज ईदको बिदाको दिनलाई सदुपयोग गर्दै रमाइलो गरिरहेका छन्। अब हामी चाहिँ नि यसरी लिएर गइरहेको छौँ होइन, गइरहेको अवस्था हो है। आफूले भिडियो बनाइरहेको छु मैले अहिले गाइस। यो चाहिँ धिराप भन्ने ठाउँ हो। धिरापमा अब यसरी अनि अब हामी चाहिँ यसरी चाहिँ यहाँ टोपी उडाउँदै धुलो उडाउँदै बाहिरको बाटोमा मोटर चलाउँदै भन्दै हामी चाहिँ मोटर चलाएर सर हिँडिरहेको अवस्था छ होइन। अब यसलाई चाहिँ हामी अब यसलाई यो धिराप भन्छ, यसलाई धिराप है, धिराप। यसरी धिरापमा हामी चाहिँ यसरी मोटरसाइकल चलाइरहेको छौँ। धिराप भन्छ। उहाँले चाहिँ डबल साइलेन्सर बाल्नु भएको छ, डबल साइरन चलाउनु भएको छ। अनि हाम्रो दिनेश चाहिँ कता जानु हो, टाढेको जस्तो छ। अनि अब हामी चाहिँ यसरी चाहिँ त्यसलाई चाहिँ मलाई भन्छन् होइन धिराप मोटर बाइकको अगाडि हामी बसेर धिराप है। यो पुरा बालुवा घारी हो। यो बालुवा घारीमा हामीले यसरी मोटरसाइकल चलाएर बसिरहेको अवस्था हो। गाइजहरू हेर्नुहोस्, साउदी अरबमा कसैले यस्तो भन्छ। साउदी अरबमा हामी डेजर्ट सफारीमा छौँ गाइज। हामी अहिले डेजर्ट सफारीमा छौँ। डेजर्ट सफारी भन्छ त्यसलाई गाइज होइन। यसरी चाहिँ अब बाइक होइन। अब मेरो त फोटो खिच्ने मान्छे कोही छैन, म भिडियो बनाउने अरूले चाहिँ गराउने रमाइलो छ जिन्दगी यस्तो छ। अब म पनि बिस्तारै कुदाइरहेको छु है।